नमस्ते हजुरहरू सबैजनालाई। आज चाहिँ म हजुरहरूलाई मेरो हेल्दी ड्रिङ्क्स अथवा हेल्दी जुस कसरी बनाउँछु भनेर देखाउन जाँदैछु। हेरौँ है त। सबभन्दा फर्स्टमा चाहिँ एउटा गिलास लिनु होला, अनि त्यसमा चाहिँ बिटरुट बोइल गरेको पानी अथवा जुस के भन्नुहुन्छ त्यो राख्नु होला ग्लासमा। अनि अरू यसलाई चाहिने सामग्रीहरूमा चाहिँ रहेको छ कागती, त्यस्तै गरी रहेको छ अदुवा, अनि त्यस्तै गरी रहेको छ चिया सिड्स। यहाँ चाहिँ मैले सबै मेरो सामानहरू चाहिँ यसलाई चाहिने सामग्रीहरू अथवा इन्ग्रिडियन्ट्स चाहिँ मैले धोएर रेडी गरेर राखेको छु। यो अदुवा देख्न सक्नुहुन्छ, यतिको 1 इन्च जतिको अदुवा अनि 1 स्लाइस कागती लिनु होला। सबभन्दा फर्स्टमा चाहिँ अघिको त्यो बिटरुटको पानी अथवा जुसमा चाहिँ यसरी 1 चम्चा चिया सिड्स हालेर मजाले चलाउनु होला, किनभने चिया सिड्स चाहिँ आधी घन्टा बढी भिज्नु पर्ने हुन्छ। त्यस्तै गरी अघिको अदुवालाई चाहिँ थिचेर टुक्रा टुक्रा बनाएर एड गर्नु होला। त्यस सँगसँगै चाहिँ कागतीलाई पनि निचारेर यसको जुस राख्नु होला त्यसमा है। अनि यो कागती चाहिँ अलि रस नभएको रहेछ, अलि अप्ठ्यारो भयो मलाई चाहिँ निचार्न। अनि यसरी अब यी सामग्रीहरू मिलाइसकेपछि चाहिँ यो ड्रिङ्क्सलाई चाहिँ हजुरले कम्तीमा पनि आधी घन्टादेखि 1 घन्टा चाहिँ छोड्नु पर्ने हुन्छ, किनभने चिया सिड्स चाहिँ भिज्नु पर्ने हुन्छ। यसलाई भिज्नको लागि चाहिँ आधी घन्टादेखि 1 घन्टाको टाइम राखिदिनु पर्ने हुन्छ। अनि यो कागतीको स्लाइसलाई पनि यतिकै हालेर अनि हजुरले छोड्न सक्नुहुन्छ, यसरी चलाएर, किनभने चिया सिड्स चाहिँ डल्लो पर्छ। अनि यसरी मजाले चलाएर चाहिँ एकछिन छोडिदिनु होला। अनि यसरी छोडेर तपाईँले आधी घन्टापछि अथवा 1 घन्टापछि चाहिँ हजुरको ड्रिङ्क्स हेल्दी जुस पिउनको लागि रेडी हुन्छ। मेरो पनि रेडी भइसकेको छ। एकचोटि पिएर हेरौँ है त कस्तो भएको छ। दामी। मैले चाहिँ मेरो ड्रिङ्क्स पिएर पनि भ्याइसकेको छु, देख्न सक्नुहुन्छ। ड्रिङ्क्स पिएर पनि मैले यसमा पानी राखेर पनि पिएर भ्याइसकेँ। अनि हजुरहरूले पनि बनाएर पिउनु होला, घरमा आफूले ट्राई गर्नु होला। अनि हजुरहरूलाई के कस्तो लाग्छ मलाई चाहिँ कमेन्टमा भन्न नभुल्नु होला है। अनि अब यी मैले राखेको इन्ग्रिडियन्ट्सहरूमध्ये कुनै पनि खानेकुराले हजुरहरूलाई एलर्जी छ भने चाहिँ त्यसलाई स्किप गरेर अरू राखेर लिन सक्नुहुन्छ है। अनि हजुरहरूले पिइसकेपछि, यो बनाएर लिइसकेपछि चाहिँ